हामीलाई आरोप लाउने गर्नुहुन्छ। सच्चाइमा गएपछि उहाँहरूको एउटा ग्रुप हुँदो रहेछ, केन्द्रमा एउटा ग्रुप हुनुहुँदो रहेछ। उहाँलाई चाहिँ प्रत्येक दिनमा चाहिँ पैसा दिएर चाहिँ अनि भन्न लाउनु हुँदो रहेछ। यो पनि आरोप छ हामीलाई। हामीले कसैलाई 1 रुपियाँ दिएर भन्न लागेका छैनौँ। उहाँहरू भित्रको यथार्थ जे हो त्यही भन्नुभएको छ। र पैसा दिएर भन्न लगाइन्थ्यो भने नि त्यो अहिलेसम्म पोल खुलिसक्थ्यो। फेरि 1 दिनको पैसा दिएर भन्नु होला, 2 दिनको पैसा दिएर भन्नु होला, 3 दिनको पैसा दिएर भन्नु होला। त्यो भनाइबाट पनि के हुन्थ्यो त, त्यो मिस्टेक भइसक्थ्यो। जब जिन्दगीमा परमेश्वरले काम गर्नुभयो नि, कहिल्यै मिस्टेक गर्नु भएन, सधैँ सहज बनाउनु भयो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई जे भन्न नै पाउनुहुन्छ। मैले सुन्तला चाखेको छैन भने, त्यो मैले सुन्तला खाएको छैन भने, त्यो सुन्तलालाई मैले मेरो मुखमा राखेर मैले खाएको छैन भने मैले अमिलो भन्न नि पाउँछु, टर्रो भन्न नि पाउँछु, तितो भन्न नि पाउँछु, होइन, नुनिलो भन्न नि पाउँछु। तर जसले त्यो सुन्तला खाएको छ उसलाई सोध्यो भने थाहा हुन्छ त्यो कस्तो छ भनेर। त्यसैले आज यो परमेश्वरको स्वर्गीय स्थान